डिभोर्स नगरी बसेको आफू आफूले कमाउँदै खाँदै गरेको अवस्थामा महिलाले हाल कमाएको नि हक लाग्छ कि नै भनेर प्रश्न गर्नुभएको छ। हजुरले सुन्नुभएको प्रश्नको जवाफ यही भिडियो मार्फत दिन्छु, सुन्नुहोला। श्रीमतीले जुनसुकै स्रोत वा माध्यमबाट कुनै सम्पत्ति आर्जन गर्नुहुन्छ भने त्यस्तो सम्पत्तिमा श्रीमानको अंश हक लाग्छ। हाम्रो मुलुकी देवानी संहिता 2074 मा कानून बमोजिम भिन्न अलग बसेको अवस्था बाहेक पति वा पत्नीले कमाएको वा सोबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सबलको सम्पत्ति हुने भन्ने कानूनी व्यवस्था छ। उक्त कानूनी व्यवस्था अनुसार श्रीमान श्रीमतीले जुनसुकै स्रोत वा माध्यमबाट कुनै सम्पत्ति आर्जन गर्नुहुन्छ भने त्यस्तो सम्पत्तिमा श्रीमान श्रीमती दुवैको अंश हक लाग्छ। हाम्रो कानूनी व्यवस्था अनुसार सम्बन्ध विच्छेद गर्नु अगाडि श्रीमान वा श्रीमती मध्ये कुनै एकको नाममा सम्पत्ति छ वा श्रीमतीको नाममा मात्रै कुनै सम्पत्ति छ भने त्यस्तो सम्पत्ति अंश बण्डा गरी सम्बन्ध विच्छेद गर्नुपर्ने कानूनी व्यवस्था छ। श्रीमतीले जुनसुकै स्रोत वा माध्यमबाट कुनै जग्गा खरिद गर्नुहुन्छ, कुनै सम्पत्ति आर्जन गर्नुहुन्छ भने त्यस्तो सम्पत्तिमा श्रीमान छोराछोरीको पनि अंश हक लाग्छ। यो मलाई माइतीले दिएको जग्गा हो वा यो जग्गा किन्दाखेरि श्रीमानको कुनै परिश्रम परे हैन, कुनै मेहनत परे हैन, पैसा परे हैन, म आफैले कमाएर खरिद गरेको जग्गा हो, यो घर जग्गाबाट म श्रीमानलाई अंश दिन्न भनेर श्रीमतीले भन्न पाउनुहुन्न। तसर्थ श्रीमान श्रीमतीले जुनसुकै माध्यम वा स्रोतबाट कुनै सम्पत्ति आर्जन गर्नुहुन्छ भने त्यस्तो सम्पत्तिमा श्रीमान श्रीमती दुवैको अंश हक लाग्छ। धन्यवाद।